आज चाहिँ हामीहरू लाग्दैछौँ हतुवागढी घोरेटार होइन। यो चाहिँ हाम्रो निस्किने फेजमा हो। त्यसले त्यसको बाइक निकाल्दैछ। अर्जुन सोमराज होइन, अनि म चाहिँ यसमा जाने हो। मेरो बाटो यस्तो छ। यहाँ टोयको त निस्केन क्या हो। ल मम्मी ओ के राखेको छ बिचमा? ए त्यसरी त मलाई अनि जित्दै हुँदा त अर्जुन नि। ए ले त होइन झन् त्यत्रो भनेको भोटेको उयो हाल्ने भनेर भाइ फुल हाल्दै न फुल। साथी पोइन्ट हेर त ओ नै पोइन्ट हेर त पोइन्ट हेर्छौ न भयो। कति अरे भाइ? 1130। भयो होइन अब एक सिजन यो अब ट्रिप 1 र ट्रिप 2 चाहिँ 0-0 पार्नु पर्यो। पनि कति किलोमिटर हुन्छ यो हाम्रो। ल अब खोज्नुसम्मको यात्रा। ओ ब्याग चाहिँ पछाडि राख्नु हौ, मलाई गाह्रो हुन्छ क्या। पछाडि राख्नु हौ, मलाई गाह्रो हुन्छ क्या। बढ्नु प्रहरीहरू हुनुको अगाडि नेपाल प्रहरी।
ओए अर्का साम्बाङको घर है यताको सर अर्का साम्बाङ घर है यहाँ हाम्रो गाई चेला भनेको नि हौ होलसेल छ कि एउटा यहाँ होलसेल छैन मङ्गलबारेहरूतिर किन्नुपर्छ ल अनि सुन्नु नि त्यो भर्खर स्टार्ट भइरहेछ है खोकी त्यो खोकीको झोल तपाईँ दिनु सुक्खा हजुर सुक्खा दबाई के उयो के अरे ओहिरो भयो कि रास भयो कि मेरो कसरी खाने हो यो एक बेरको 3 टाइम फुल फुल 3 टाइम खाना पछि होइन त खाँदैछौँ खान्छ के असर गर्दैन होला के को दबाई खाने टङसिलोको टङसिलको भइरहेको थियो लास्टमा फेरि अनि खोकी पनि लाग्छ कति हो यसको 150 150 तपाईँको अनि फेरि के आम्मामा सडकमै आउनु आँट्यो सडकमै लाग्यो फाल्दै सडकमै आउनु सडकमै ल यो चाहिँ क्याम्प है पहिले चाहिँ यसकै ठुलो हस्पिटल हो थियो तर अहिले चाहिँ खै के भयो क्याम्प घोपा क्याम्प ए नौ बजी हामी ट्याक्कै हिँडेको रहेछौँ होइन भोजपुरको लागि अनि मैले ट्रिप 1 र ट्रिप 2 पनि 0 पारेको छु अब एक्ज्याक्ट कति किलोमिटर चाहिँ लाग्छ क्या हाम्रो डेस्टिनेसनमा पुग्नु भनेर होइन यहाँ चाहिँ फेरि अब कालो खालको होम्स हुन्छ कि त्यो कालो खालको होम्स चाहिँ फेरि देखिँदैन क्या अनि ब्रेक हान्दाखेरि झन्डै यहाँ चाहिँ अलिकति सेतो पारिदिएको रहेछ यो चाहिँ फेरि आज हामी जाने बेलामा नि आज दिन कस्तो हुम्म भयो क्या हेर्नु चाहिँ यस्तो कालो होम्स के देखिँदैन क्या अब मलाई चाहिँ थाहा थियो होइन कालो होम्स छ यहाँ भनेर त्यही भएर ब्रेक हाने नत्र सुरुमा त आम्मा स्पिडमा आएको हुन्छ अब कालो होम्स देखिँदै नदेखिने क्या यहाँ पनि सेम कालो त्यहाँ पनि रहेछ कालो होम्स त्यसलाई ओभरटेक पनि गर भन्न भिडियोमा आउनु मन छ कि छैन भन्न गुवाङ्केलाई ए शिवा कानमा फेरि भुसेन छिरो अब ल हो त तनाव भयो अब कुन चाहिँको कहाँको होल्सेल कोसीमा चिया खानु रोकेको पेडा पसल ल अब हामी चाहिँ फर्केको कहाँ फर्केको अब ए फर्केको अरे गएको अब यो हाम्रो ब्रेक टाइम कफी सफी खाइयो होइन ल कफी अनि चिया ल खाने होइन पन्जा लाउनु पर्यो जाडो छैन किन पन्जा लाउँछ ग्रिप बस्दैन फेरि के भन्छ नि ग्रिप हुन्छ यसबाट अघि हिँड्नु ल सामान बिर्सिनुहोस् नि के नि वाइङ
उदयपुर जिल्ला हो अब ल सुनसरी जिल्ला चाहिँ सकेर उदयपुर जिल्लामा हामी प्रवेश गरेको छौँ अब बाटो खत्तम आउनु छ है फिल्टरबाट के अरे छ त गएको अलिकति लाइन लेबर भन्छ नि तर रेन्ज रोभर रहेछ हामी चाहिँ सानोमा चाहिँ लाइन लेबर भन्छ अन्त लेन लेबर हो कि तर म चाहिँ सानोमा लाइन लेबर भन्थेँ क्या खासै लेन लेबर रहेछ होइन कस्तो फाल्टोबाट लगेको त बरु जसको चाहिँ स्कुटी सानो छ त्यसले चाहिँ झन् ठुलो खाल्टोबाट लग्यो क्या अन्त देवराज नआएर नि जाँदा हो र काम गर्छ नि त त्यसले के हुने रहेछ हामी चाहिँ अब भोजपुरको बाटोमा रोड अब कहिले बन्ने हो देशको हालत यस्तो छ 5 वर्षमा एकचोटि हुनुपर्ने चुनाव खास हो लास्टमा अब अहिले नै चुनाव भइरहेछ अब चुनावमा पनि वया खर्चहरू हुन्छ देशको भिगुटेको रित्तेको है त्यो चुनावमा हुने खर्च त 5 वर्षसम्म एउटै सरकार भयो भने त कमसेकम यस्तोमा प्रयोग गर्दा हुन्छ नि त रोडहरू बनाउनु अब 2 वर्षमा एकैचोटि सत्ता ढल्छ कोही बेला के हुन्छ अनि पैसा चुनावमा एमओ राखेर चाहिँ विकास चाहिँ कहिले हुने क्या हेर कस्तो दामी देख्यो नि त साइडमा ओ यो त फिल्टरको बाटो होइन त 12 क्षेत्रको बाटो हो 12 क्षेत्र नगएको धेरै हो 12 क्षेत्र जानु पर्ला है यस्तो मानि बाइकको बस स्लिप खान्छ है यस्तोमा बर्खामा त यो बाटो त आउनु सकिने रहेछ है अर्जुन हेर्न कस्तो दामी देख्यो साथीले लोकेसन सोध्यो होला अब ठाउँ कताबाट जाने भनेर त्यसले एक्स्ट्रा पेट्रोल बोइसकेको छैन हुन्छ फुल छ म यो कस्तो यसले राम्ररी हेर्दैन कि हो किन धेरै खाल्टो मात्रै हुन्छ हौ बाटो कहाँ न्युट्रलमा कुदाएको छ त हौ एक गियरमा थियो होइन मैले क्लचहरू चाहिँ केही पनि समातेको थिइनँ क्या
यस्तो बाटोमा त होइन यसले फेरि के गर्छ एक्कासी रोकिदिन्छ कि त्यो 12 क्षेत्र मन्दिर त्यो अर्जुन सानोमा गएको हामी बाह्र क्षेत्रको पहिले एउटा ढुङ्गा थियो नि अर्जुन कसैले पनि उचाल्नु नसक्ने के अझै छ केही गत्राङ गुद्रुङ गर्छ बाइकको पाटपुर चाहिँ हल्लो कि औसी झुलुङ्गे बोल्नु झुलुङ्गे बोल्छ है त्यहाँ हेर्दा हुन्छ अब पुल चाहिँ त्यहाँ बनाएको छ अब बाटो चाहिँ फेरि अब कहाँ हो अब त्यहाँ पुल बनाउनु आवश्यकै छैन यहाँ बरु भन्दा यो के अरे सिमेन्टको पुल बनायो भने जित्ने हो क्या भनौँ अर्जुन त्यसमा चाहिँ एकछिन रोकेर बाटो हेर्नुपर्छ नि त्यही गरेर पर्दैन अहिले पर्खेर कामै छैन ए हेर्न त्यहाँ चाहिँ झुलुङ्गे पुलमा किन खर्च गर्नु यहीँ उयो बनाइदिनु छोडेर त हल्लिने काम चाहिँ नगरे त हल्लिने बित्तिकै मेरो ब्यालेन्स बिग्रिहाल्छ त्यो यहाँ पर्दैन भनेको एटेरको बाटो त गिद्दी रहेछ त भोजपुर जान आँटेको कि अझै खत्तम बाटोहरू छ त्यहाँभन्दा यता खत्तम छ यता राम्रो त्यो चौतारा माथि कर्म फेदा भन्छौँ होइन त्यसमा चाहिँ ऊको चाहिँ एकदम राम्रो छ कति टाइम लाग्छ नि अब तपाईँको 5 मिनट 10 मिनट अप्ठ्यारो त यता अब अप्ठ्यारो छ धेरै अप्ठ्यारो कहाँ हिँड्दै बस्न बाटो चाहिँ रहेछ नि त हौ बाटो त कहाँ फर्किन्छ फर्किँदो यस्तो बाटोहरू चाहिँ के हो मरुभूमिमा कुकुरा यस्तो भएर त उयो टायरहरू उयो भएको हेर्न हौ चिप्लेको हेलिकप्टरमा आउनुपर्ने खालको बाटो दिएछ कोही त्यो उयो नगरे ए गरेर मामा फेरि कस्तो टर्निङ आइदिएको त बाटो बिजोक छ है बिजोक छ बाटो चाहिँ के अरे लिएर आउनु भनेको कि यो अघि त भात त चुनु फारे यसमा नि बसेको यो चाहिँ भर्खर रोड अलिकति सुरु भएको है अहिलेसम्म चाहिँ अफरोड थियो है अहिलेसम्म चाहिँ अफरोड थियो अब भर्खर अब पिच सुरु भएर क्या त्यही पनि सक्यो जस्तो छ पिच त सक्यो त रोड त ठिक रहेछ है रहेछ बाँकी रहेछ विद्यालय स्कुल रहेछ यहाँ एउटा चुनावको
फोन क्यामेराको फोन लगायो भने चाहिँ कस्तो टाउको नै भारी हुने क्या फोन पनि फेरि सानो गरौँ छैन झन्डै 1.5 किलोकै छ है धुलो फाल्दै हिँड्दैछ हौ कस्तो धुलो फाल्दैछ घरले जानी धुलो फाल्दैछ धुलो हेर त हेर त यस कन्स्ट्रक्सन चाहिँ हुँदो रहेछ है यहाँ हुँदो रहेछ तर अब अलिक ढिलो हुन्छ क्या हाम्रो त्यस्तो चाहिँ केही काम हुँदैन यस्तो डेभलपमेन्टको कामहरू चाहिँ सुस्त गतिमा हुन्छ कि त्यो चाहिँ अलिकति प्रब्लम भयो क्या है त्यो त राम्रो भयो अब यसपालि चाहिँ हामी चाहिँ दिनमा कि त घरकै कि त बालेन दुईजनामा एकजना चितो भने चाहिँ यो केक काटिन्छ Overtrack. और दुईटा बाटो त कता हो यो त ग्यारेज हो कि हो के रहेछ यो ठाउँमा यो अफ रोड अनि उकालो भएर होला कि मैले फुल ट्याङ्की हालेको थिएँ अहिले 1 लाइन भइसक्यो क्या 33 किलोमिटर मात्रै पुगेको छ होइन यो चाहिँ 2025 को रिचेस ब्ल्याक क्लासिक स्कुटी हो त्यो त्यस्तो अफ रोड हेर्नु कि अब माइलेज चाहिँ अब ल्याम्मै घट्दो रहेछ क्या कस्तो भन्नाले अब के अरे हाइवे सिटीहरूमा होइन तराईहरूमा चाहिँ 35-80 माइलेज चाहिँ दिन्छ होइन तर यस्तो अफ रोड हुने बित्तिकै उकालो हुने बित्तिकै गियर 1 2 मा मात्रै चलाएपछि चाहिँ माइलेज चाहिँ मेरो विचारमा 20 पनि तिर्दिन जस्तो लाग्यो मेरो पर्सनल एक्सपिरियन्सले यस्तो पनि अलिक रिस्की नै बाटो हुन्छ क्या मैले गाडेको हुन्छ यस अब यहाँ पिच चाहिँ बनाउनु आँटे जस्तो लाग्यो मलाई यस्तो हेर्दाखेरि अघि त्यहाँ डोजर पनि थियो है झन्डै चिप्यो अब के भन्नु त अब हारेर रहेछ के त्यो सलाड खाइहाल्छ अन्त हेर त आम्बो तातो गयो त न अम्बो खै केही देखेन त हौ छ्या कस्तो स्पिड कुदाएको त हौ कसरी काट्नु यसरी तनाव हुने रहेछ त हौ राइडमा
फसाद अब फेरि हेर त ला के हो यो अबुई 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 यो चाहिँ हाम्रो चुरे ओ यहाँबाट मोबाइल खस्छ भने हट अब म त यसमा चाहिँ माछा पर्छ सडकमा आइम सडकमा यसको नयाँ ब्रान्ड चप्पल छुट्याइदियो गर्दा भइहाल्छ एआई हो भन्दा भइहाल्छ उयो चिप्सहरू हालेर खान्छिस् उयो चिप्सहरू हालेर खान्छिस् ए म त हेर्दाखेरि एलर्जी लाग्यो जस्तो भइसक्यो अब यसले तिनी मैले थाहा पाइसक्यो यो चाहिँ सुरु भन्छ होइन उयो खानुपर्छ के खानुपर्छ भनेर अनि त्यो नखाइकन खाने चाहिँ होइन के हो यो त लास्टै गरिब फोन भन्दा पनि लास्टै गरिब फोन हो त हौ जुगाड जुगाड अब के गर्नु डेस्टिनीमा त देशी जुगाड देशी जुगाड नै हो धराने जुगाड हो धराने 1 2 3 डिजे 1 2 3 ल अब हामी थुक्पा खाने हो यस्तो चप्पलहरू भयो माछाले 2-3 बजे के गर्दै हो अन्त हावा खाँदै हो मुख बाइकको कन्डिसन पुरा हावाहरू चलिरहेछ है ल त्यही त हावा चले हेर त खोइ
बाइकको कन्डिसन पुरा हावाहरू चलिरहेछ है। ल त्यही त हावा चले हेर त अब खोइ बाइकको कन्डिसन ल हेर त बिजोक ल ल हेर त म त गाउँ पो निस्किरहेको छु माइज पुगिसकेको छैन बाटोमा छु है कटिङ गरेको देखि बाबालेको छु मैले त अति उडेको क्या है चाल्दै नचाली ओइ चिल कस्तो दामीले भयो यिनीहरूलाई हेरेर त प्लेनहरू बनायो होला होइन गोब्रोको त एकतिरको चाहिँ झरेछ क्या थाहै भएन एकतिरको झरेर यस्तो हालत भयो फोन राख्ने स्ट्यान्डको भरे टाढो झरेमा त लाग्नु बजार त केही छैन कता गयो यहाँ बाटो बन्द हुन बहिनी त्यो स्कुटीवालाहरू कता गयो के हो यो भरे गरेर जाने बाटो कुरो त्यहाँ राखेर अनि मासेर निस्किने सेना चिले खन्डोमाथि खोइ किन न कोचिया यो अब अघि मेरो चप्लीको यो पिन हराएको थियो त्यही भएर डोरीले बाँधेको थियो अब एउटा किन्नु पर्यो नि त जुत्ता के मिलाएर के 15 मा हुँदैन है सोध्नु त फेरि 15 भने लगिहाल्छ अरे भन्नु लगिसक्यो अरे भन्नु भक्क त्यो चिनेको मान्छे भन्नु नि हजुर सुरुमा चाहिँ कति भन्नुभएको त उहाँले अनि यस्तै हेर्दाखेरि 15 जस्तो लाग्यो क्या भित्री मनबाटै 15 भनिरहेछ क्या के भन्नुहुन्छ त दुईले भन्नु त जापानिज भाषामा भनिहाल्नु त गुगल जिसक्यो क्या अब एमर्जेन्सी परेको रहेछ बिचाराहरूको चप्पल चुटेको रहेछ भनेर देखाइदिनु नि भयो अरे खोइ सडकमा बिचाराहरू भागेर ठगेको रहेछ भनेर भन्नु ल भयो ए कसरी भन्नु के भन्नु खै मेरो त भन्न मलाई त घिनलाग्दो देखिरहेछ हेलो फ्रेन्ड्स एभ्रीबडी सबैजनालाई स्वागत मैले जुन वालाहाङ भनेर पसल राखेको छु हाम्रो खास वालाहाङको के अरे जड उत्पत्ति चाहिँ यहाँदेखि भएको यो चाहिँ दरबार थियो पहिला वालाहाङहरूको तर अहिले चाहिँ सैनिकहरूले क्याम्प बनाएर बस्नुभएको छ होइन यो हो वालाहाङको मूल स्थान ल जाउँ त ल वालाहाङको
उत्पत्ति चाहिँ यहाँबाट भएको है। अब तपाईँलाई कहाँ छ के यो वालाङ जस्तो लाग्छ भने यहाँको वालाङलाई नै टपक्क धरान 15मा राख्ने चाहिँ उहाँ हो क्या। केटाकेटी आउँदा त्यो खुल्ला भएर उयो त्यो अझै आफूहरू सबै बनाउँदै पहिले राजाको दरबार अरे कसको दरबार रे है यो? वालाङ चुनाङ राजाको दरबार ल। छो गर्दैन दरबार। यो कालो कलरको बाइक चाहिँ यस्तै गिदी क्या। यहाँ हेर्नु नि, यहाँ धुलेर हेर्नु त। अनि यही होइन स्कुटी पनि सेम बाटोबाट आएको, तर यो कलर त्यस्तो भएको कारणले खासै मैला देख्दैन क्या। तर उयो चाहिँ यो पानी खाने ठाउँ ओ बडुन यहाँ आइज नि त। यो चाहिँ कसरी खानुपर्ने? यो के उम्ले गर्छ? ए पानी मान्छेले पो हाल्ने हो? हेरौँ त ल ल लु यो पानी गर्दै एकचोटि चाखौँ। हुन त अब खोकी लागिरहेछ कि र पनि हेरौँ त। ए के को चिसो हाम्रो अगाडि हाल्न अरे दिदी। एकछिन पाक यहाँ 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 हाल्दा ल हाल्दा चाख्नु पऱ्यो। अब हाल्दा आम्म कस्तो बाक्लो पानी हो भाइ त अहिले हाम्रो फोटो खिच्देऊ अनि पछि तिमीहरू पनि ठुलो भएपछि घुम्नु जान्छ अनि त्यहाँ केटीहरू स्कुल पढ्ने केटीहरू तिनीहरू पनि खिचिदिन्छ अनि हिसाब मिल्छ ल। हुन्छ ल ल भाइ खिचिदिइहाल त। अब यो भाइ पनि वालाङको दरबारमा आएको छु। हतुवागढी दरबार। उहाँ हाम्रो यता पनि म्यादीहरू हुनुहुन्छ चुनावको लागि। अनि बडुन यो ठाउँको चाहिँ के हो खास चाहिँ भन् त? उत्पत्ति चाहिँ के को कारणले भएको रहेछ? युद्धहरूमा माओवादी पनि हारेको भन्दै थिइस् नि। होइन यो चाहिँ होइन वालाङहरूको सुनाहाङ होइन सुनाहाङ र अटल सिंहको दरबार हो होइन पहिलाको। यो चाहिँ पहिला यो पृथ्वीनारायण शाहसँग जस हारेको चाहिँ होइन जस पृथ्वीनारायण शाहले झुक्काएर गरेको ठाउँ हो होइन। फेरि हाम्रो पृथ्वीनारायण शाह जस्तो छट्टु त को छ यो संसारमा होइन हासिल गरेर अहिले चाहिँ यो खासमा संरक्षण गर्नुपर्ने हामीले। तर अहिले चाहिँ जस नेपाल सरकारको नेपालको सेनाले होइन संरक्षण गरे एउटा सेनाको यो क्याम्प छ होइन। अनि यसमा पहिला के अरे माओवादीकालीनमा युद्ध पनि भएको थियो, तर के अरे तिनीहरूको नसिबमा राम्रो नभएको हुनाले हारिहाल्छ नि। हाम्रो नेपाली सेनाको अगाडि कसो के लाग्छ हौ? उतै पाइहाल्छ नि यो त उता हुँदैन। कस्तो गर्ने हात गरेको गाइजहरू हाम्रो हतुवागढीको होइन दरबारको तल्लो भागमा घुम्दैछ। यहाँ चाहिँ सिँढी बनाएको रहेछ। सिँढी दृश्य दामी देखिन्छ ल। गोरेटारको स्कुल बजार होइन हतुवागढीको मेन हब। मैले क्या म त्यसै यो के अरे नेपालमा जन्मेको होइन क्या हामीले। त्यसै नेपाल होइन आफू जन्मिनुलाई कुन देश भन्दाखेरि नेपाल हामीले त्यतिकै चुज गरेको होइन क्या। देयर इज अ ह्युज रिजन हो क्या। र रिजन चाहिँ तपाईँको अगाडि छ क्या। गफ दिनुमा चाहिँ यसलाई कसैले जित्दैन। त्यहाँ हेर्नुहोस् त। उयो ठाउँको नाम के अरे भाइ बडुन? गोरेटार। गोरेटार। यो चाहिँ गोरेटार बजार हो होइन। गोरेटार बजार हो। हतुवागढीको मेन हब मार्केट स्टक मार्केट होइन स्कुल सबै त्यहाँ सब यहीँ छ। यो मलाई यो भरेङको डिजाइन चाहिँ मन पर्यो क्या। भरेङ यस्तरी हेऱ्यो भने कति राम्रो क्या। त्यो चाहिँ इलाकाबाट यहाँ सस्तो चौकी पनि बनेको छ यहाँ। अब हामी कुन बाटो झर्ने अरे? त्यतै जान्छौँ नि हाम्रो स्कुलमा। हामी उयो रोड देख्दैछ नि त्यहाँदेखि तल झर्नुपर्छ नि। यस्तो तेर्सो जानुपर्छ कि निकै तल झर्नुपर्छ। तेरो पावर ब्याङ्क यहाँ बोकिस्।
है ल है है फुर 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 ल ल देख्दैछ ल के हुन्छ यसको स्कुटी आफै गर्नुभयो के भयो होला बिस्तारै त्यसलाई हान्छस् नि फेरि अहिले त्यही भएर मलाई यसको हेर्नु साइको लाग्छ क्या खुट्टा टिक्कै हालिहाल्छ बाटो त फाँक रहेछ नि त। त्यो बन्द भने के हुन्छ त्यो स्कुटी बन्द हुन्छ होला घर पनि दुइटा मात्रै छ अरे ओरेर निक्ल्यो होइन त्यो जाँदै नि हुन्छ हो लडाउलास् कि भनेर भन्दैछु 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 कहाँ ग्वामै हुलो मुलालाई यार बाइकको देख्नुपर्छ बाइकको हालत यस्तो छ यो बाटो गिदिल्याङ ह्याङ ला बोलो त हाम्रो खेतबारी सबै त्यो पर भने नि सबै हाम्रै जमिन हो क्या ल ठिक छ उहाँ त वरुण खानुहुन्छ पनि वरुण काजी उम्रेको पानी हेर यो उम्रेको पानी ल यहाँ उम्रेको पानी खान्छ बाह्रै माथि हामी जन्मिनु भनेर यस्तो हो लास्टै बाक्लो रहेछ कालो के अरे बाक्लो प्लस डिलिसियस क्या अब त यस्तो पानी खायो भने त आयु बढिहाल्छ नि ए गुर्गी खायो भने 6 महिना आयु बढ्छ भने चाहिँ गुर्गी भनेको चाहिँ चप्पल पनि भित्र त्यो त पाखा सबै हो फाइनली हामी बिहे घरमा आयौँ है यो चाहिँ हाम्रो बर्डनको गाउँ हो यो यसको जन्मथलो होइन बर्डनतिर बर्डनको जन्मथलोमा तपाईँलाई हामी गर्दछौँ वेलकम वेलकम वालाहाङ सायद यो मान्छे यहाँ नजन्मेको भए धरान 15 मा वालाहाङको उयो हुँदैन थियो क्या त्यही भएर क्रेडिट चाहिँ उहाँलाई जान्छ उहाँ बर्डनको मम्मी हुनुहुन्छ उहाँलाई जान्छ है क्रेडिट सबै ल सुन्दर भिलेज जानु त ल हेबन अब यो टाढे घरमा हो होइन अब भरे अब सुताइ हाम्रो कता हुन्छ अब आज चाहिँ पुरा भोलि बिहान बिहा छ अब आज चाहिँ भोलि बिहा छ आज चाहिँ अर्जुन सोमराज र बर्डनको मजाको हुन्छ आज रटपट अब यस्तो भर्याङबाट झर्नु भनेको त मुटु चिउ 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 पार्नु भने लु हेर त अब लडिन्छ है लु हाम्रो अर्जुन पनि झर्दैछ लु हाम्रो बाइकको हालत चाहिँ ल यस्तो भएको छ बिजोग माया लाग्दो ए यहाँ हेर्नु त बाइकको आँसु निस्केको हो आँसु निस्किरहेको छ बिचरा एक्जस्ट पनि बचाउ नाइ भन्दा बर्डनको ल मम्मीले यस्तो मजाले फुलहरू रोप्नु भएको रहेछ है यहाँ ढिकी पनि छ देखाएको ढिकी पनि ल ढिकी यसमा धान पिन्ने पहिला हामी हो र ल बर्डन त्यसलाई डिस्क्राइब गर्दैन कसरी युज गर्ने होइन
खुट्टाले प्रेस गर्ने त्यहाँ धान राख्ने अँ अनि मैदा बनाउने पिठो गरेर यस्तो गरेर ओहै ल ल ल ल पहिलाको यो छैन तलतिर केही पनि छैन बारीमा चाहिँ जङ्गल अनि फुलहरू चाहिँ दामी लाग्यो क्या मलाई फुलहरू चाहिँ ओभर मन पर्यो क्या ल हेर्नु त। यो पनि धेरै राम्रो चाहिँ यो फुल चाहिँ बर्डनको मम्मीले त्यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू एकजना गधा र एकजना कुकुर म्याक्स हो चाहिँ आम्मा कलर पनि कम्बिनेसन पनि सही रहेछ नि त म्याक्स 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 भन्दैन ओ म्याक्स ल जाउँ ल म्याक्स पनि हामीसँग आएको छ अघि चाहिँ मानेको थिएन तर अब चाहिँ मानु अर्जुनको ग्रुपमा म पनि जानु मिल्छ भन्नेले थाहा पाइसक्यो पहाडिया जीवन भनिदिउँ न आम्मा म्याक्स फेरि आम्मामा फरवर्ड रहेछ ओए म्याक्स ओए यो के अरे यो म्याक्सले त अनि के अरे 5 वटा चितो आयोहरू पनि एक्लै खेलिदिन्छ जस्तो छ त बन्दाकोपी खेती गर्नुहुन्छ होइन अनि त्यो घोरेटारमा लगेर बेच्नुहुन्छ क्या शनिबार ए हो र अर्ग्यानिक त्यो त सुन्तला होइन त आमा ओभर ओरेन्ज अब सुन्तलालाई होइन बोटेमा खाइदिने हो मुखले चपाक्क ल सुन्तला 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 अनार हो कि सुन्तला हौ फोक्से सडक नआए पनि यहाँ पिच रोड नआए पनि ट्र्याक्टर चाहिँ आएछ बर्डनको बुवाले ल्याउनु भएको रहेछ म्याक्स वडा फट भन्नुभयो त जग्गा चाहिँ फेरि हाम्रो टन्नै छ यहाँदेखि तलसम्मै छ तर त्यहाँ सबै बाजे नम्बरी फेरि हो र यो चाहिँ अब सुन्नुमा आइरहेछ यो पहाड त्यो पहाड यो पहाड चाहिँ सबै बर्डनको रहेछ ल यो पहाड यो चाहिँ छ न पृथ्वीको होइन 0.001% चाहिँ बर्डनको रहेछ क्या टोटल ल्यान्डमा अर्थको होइन त ल 0 पोइन्ट समथिङ डेसिमल 7 होइन त भाइ ल तमी आइज ल चिरो म्याक्सले अब म र बर्डनलाई देखेर चाहिँ आउनु मन गर्दैन तर अर्जुनलाई देख्छ अनि यो त आउँछ भने म पनि किन नआउनु भन्छ क्या म्याक्सले चाहिँ फेरि अब खाने प्लस हामी सुन्तला है ल यो बाटो त लास्टै रिस्किरहेछ नि त हौ अब हामी धरानमै जन्मेकोहरूलाई चाहिँ होइन यस्तो बाटोहरू चाहिँ अब दिदी हुन्छ एलर्जी हुन्छ खुट्टाहरू पनि होइन कट दुखेर क्या लु हेर त आम्मामा कता ब्रेक हान्नु के गर्नु ओह्रालो हुन्छ मान्छेको खुट्टाको एक्सिलेटर कहाँ हो ब्रेक कहाँ हो कसरी ब्रेक हान्नु यस्तो ओह्रालोमा है दरबार छ नि त्यो दरबारमा सुरुमा मान्छेहरू थियो अनि त्यसको बच्चाहरू यता आएको ए भनेपछि तिमीहरूको त्यही दरबारबाटैको फ्यामिलीहरू सबै ल सबै हाम्रो वंशभरमा के छ ए यहाँ तल होइन यो पुछरमा 2 घर छ त्यहाँदेखि त माथि अघि हामी रोडहरू यस्तो घुम्न सबै हाम्रै दाजुभाइ मात्रै छ भनेपछि यहाँ चाहिँ पहिले राजाको दरबार रहेछ अनि त्यो राजाकोबाट बच्चाहरू जति जन्मे सन्तानहरू उनीहरूले चाहिँ यतै बनाएको रहेछ क्या त्यही भएर यो सबै डाँडाहरू उनीहरूकै रहेछ क्या ए हामी चाहिँ यहाँ कहाँ अरे बे घरमा जाँदैछौँ राति भोलि चाहिँ बे हो आज चाहिँ ए खुट्टा निधायो ल नमस्कार नमस्कार बडा नमस्कार बडी बाबु नानी नमस्कार 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 यहाँ चाहिँ पुरा बिहाको लागि भोलि बेलुम अब बेलुम पड्काउने भोलि
अन्त सानो स्पेस भएर फेरि सबै भयो त्यो त काका ए काका नमस्ते बधाई छ अहिले नमस्कार 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 भतिजी नमस्कार ए हो र नमस्कार दाइ बिरामीले खाने चिया घाँटी दुख्दा ओर्दा गलामा ख्वाक ख्वाक गर्दा ओर्दा होइन त हामी चाहिँ बर्डनको जन्मथलो के अरे यो ठाउँको नाम सिमले भन्छ हप्ता अगाडि सिमले र सिमलेमा यहाँ एकजनाले फिल्म हेर्दै उयो गर्दैछ अब यहाँ सुत्ने अब हामी पनि यो चाहिँ मेरो खुट्टा हो होइन अब यो ओर्ने हो अनि सुत्ने हो मजाले अब राति पुरा यहाँ त फेरि मचेट प्रुफ रहेछ नि त यो भिलेज छ मचेट प्रुफ झिँगा पनि प्रुफ होइन त भाइ मच्छर झिँगा नाम अब धरानमा निदाउने बेलामा कहाँ कहाँ आवाज सुन्ने बानी आज त निन्द्रा लाग्दैन होला युट्युबमा अब मच्छरको कहाँ कहाँ गरेको आवाज लगाएर सुन्नु पर्ला होइन त ल त्यही हो यहाँ हाम्रो यो ठाउँको नाम चाहिँ म बिर्सेको गर्छु है यो बर्डनको जन्मथलोमा यहाँ हामी सुतिरहेको